हेलो हेलो एभ्रिवान। आज चाहिँ मैले चाहिँ जहिले कर्मको कुरा गरिराखेका हुन्छु होइन। हामीले चाहिँ सत्कर्म गर्नुपर्छ भन्ने कुराहरू गरिराखेका हुन्छौँ, जुन मैले चाहिँ गुरु ज्ञानबाट लिएको हुन्छु होइन। जस्तो कर्म गरे त्यस्तै फल पाउँछ, अनि स्वर्ग नर्क भन्ने हुँदैन, यही जोनीमा सबै कुरा देख्न र भोग्न पाइन्छ भनेर भन्छु। म यो कुरामा एकदम विश्वास गर्छु र हामीलाई गुरु ज्ञानले नि यस्तै भन्नुहुन्छ होइन। अनि मैले चाहिँ के भर्खर एउटा भिडियो हेरेको थिएँ, जो चाहिँ एकजना एकदम वरिष्ठ मेडिकल पर्सन जो चाहिँ आइसियुमा काम गर्नुहुँदो रहेछ होइन। हस्पिटलमा आइसियुमा बस्नुहुन्थ्यो। उहाँले एउटा कुरा सेयर गर्नुभयो। त्यो आइसियुमा बस्दाखेरि चाहिँ त्यहाँ मान्छेहरू मर्ने, कतिखेर मर्ने, को मर्न लायो, को बाँचेर फर्किन्छ भन्ने कुरा सबै थाहा हुन्छ अरे होइन। अनि एकजना मान्छे चाहिँ मर्न लाएको थाहा छ, त्यो मान्छे मर्छ भन्ने थाहा छ। अनि त्यो मान्छे चाहिँ एकदम रोइराख्यो अरे होइन। अनि रोइराखेपछि उहाँले गएर सोध्नु भयो अरे, अब यो मान्छे धेरै बाँच्दैन तर किन रोइरहेछ, त्यो मान्छेलाई पनि थाहा छ अब म बाँच्दिनँ भन्ने होइन भनेर उसले चाहिँ यसो सुमसुमाउँदै बिरामीलाई होइन माया गरेर सोध्नु भएछ। अनि सोधेपछि उहाँले मैले चाहिँ मेरो जीवनमा मैले गरेका कुराहरू सबै मैले रिभिजन गरिरहेको छु, मलाई चाहिँ सबै भइरहेको छ, अहिले मैले सबै देखिरहेको छु भनेर भन्यो अरे। अनि के देख्नु भएको छ त तपाईँले भनेर सोद्धाखेरि मैले गरेको कर्म होइन, मैले गरेको पाप, म चाहिँ एकदम धनी थिएँ, मसँग पैसा थियो होइन, जसले गर्दा मसँग अहम थियो, घमण्ड थियो। मैले त्यही पैसालाई युटिलाइज गरेर युज गरेर मैले कसै दिन दुखीलाई मैले सेवा गरेको भए होइन, हेल्प गरेको भए म आज सजिलै मर्न पाउँथेँ। मैले त्यो गरिनँ। मैले के गरेँ र मैले के गर्नु पर्थ्यो भन्ने कुरा चाहिँ मलाई रिभिजन भइरहेछ अहिले। मैले कतिलाई चित्त दुखाएँ, कतिलाई रुवाएँ होइन। त्यसो गर्दाखेरि मैले मजा लिएँ, जुन मैले गलत गरेँ होइन। मैले सबैलाई सहयोग गर्नु पर्थ्यो, मैले कतिलाई तडपाएँ, त्यसमा पनि मैले मजा लिएँ। कतिलाई मैले नराम्रो वचन बोलेँ, कतिलाई मैले नराम्रो व्यवहार गरेँ, जुन मैले गर्नुहुन्न थियो त्यो चाहिँ मैले गरेछु। अब अहिले म पछुताएर रुँदैछु, ताकि म अहिले मर्न लागेको मलाई राम्ररी थाहा छ। म मर्दैछु, म केही क्षणमा मेरो श्वास निस्किन्छ। मैले सबै एउटा फिल्म जस्तो गरेर मेरो विगतलाई मैले हेरिराखेको छु भनेर उहाँ रोयो अरे के। भन्ने मतलब कर्म गरे अनुसारको हामीले फल पाउने हो। त्यही भएर मैले कति भिडियोहरूमा चाहिँ होइन, मर्ने बेलामा पनि सहज होस्, आनन्दले मर्न पाऊँ भन्ने कुराहरू भनिराखेको हुन्छु। अनि कति अहिले त सोसल मिडिया नै गुरु हो पनि भनिराखेको हुन्छु। कति व्यक्तिहरूले, कस्तो ज्ञानी साधकहरू, गुरुहरूले कति राम्रा राम्रा कुराहरू गरिराख्नु भएको हुन्छ। हामीले चाहिँ मर्ने बेलामा चाहिँ दुईवटा चिज हुन्छ अरे, एउटा एकातिर परिवार, अर्कोतिर भगवान हुन्छ अरे होइन। अनि हामीले चाहिँ परिवार छान्छौँ भनेदेखि हामी मुक्ति नै पाउँदैन। हामी जाँदा हामी परिवारको मोहमै हामी बसिरहेका हुन्छौँ। अनि त्यही मोहले गर्दाखेरि हाम्रो त्यही अनुसारको हाम्रो चाहिँ जन्म हुन्छ अरे। अनि अर्कोतिर परमात्मा परमेश्वरको दृष्टि हुन्छ, देखिन्छ, हामीले पिक्चर देखिन्छ अथवा के देखिन्छ, हामीले त्यतातिर चाहिँ छोड्दैनौँ रे। त्यो पनि एउटा मोहको एउटा उदाहरण हो। त्यो चाहिँ मलाई एकदमै ठिक लाग्यो क्या। त्यसै भएर जतिसम्म माया मोहमा पर्नुहुन्न। हामीलाई गुरुले भन्नुहुन्छ यो भौतिक शरीर हो, हामी एउटा नाटकीय रङ्गमञ्चमा नाटक खेल्दैछौँ, जसमा हामी आफैले आफैलाई चिन्नु नै सबैभन्दा उत्तम हो भन्नुहुन्छ क्या। त्यही भएर ढिला चाँडो यो जन्ममै हामीले आफ्नो कर्मको प्रतिफल हामीले भोग्नेवाला छौँ। त्यही भएर सत्कर्म गर्ने, सत्विचार गर्ने, कसैको चित्त नदुखाउने, को सानो को ठुलो कसलाई थाहा छ र होइन। तर पनि अहमता छ, मान्छेले युज गरेको छ, पेल्या छ, दुःख दिएको छ, अर्कालाई रुवाएको छ।
त्यो नमर्दै कुरा त्यसको सबै भोग्नु पर्ने रहेछ। मरेर नर्क होइन, स्वर्ग होइन, सबै कुरा श्वास जानु अगाडि नै सबै कुरा देखिँदो रहेछ भन्ने कुरा चाहिँ म विश्वास गर्छु। जय होस्।